हाम्रो बारीको काँक्रो चोर हजुर यो मुढा कसले ल्याइदिएको नि आफै ल्याएको ए यति ठुलो भइसक्यो आमा अङ्गुजाले काँक्रो खाएको रे भुङ हुन्छ नगर रोक न मम्मी दिन्छु त सानो मम्मी दिन्छु मम्मी टिप्दैछु कि मम्मी दिन्छु भुङ हुन्छ लाउनुहोस् मम्मीलाई के भन्नुपर्छ मम्मीलाई के भन्नुपर्छ थ्याङ्क यू कसरी भन्छ थ्याङ्क यू थ्याङ्क यू भन छिटो त्यसरी भन्छ थ्याङ्क यू थ्याङ्क यू कसरी भन्छ अरे थ्याङ्क यू मम्मीलाई हेरेर थ्याङ्क यू काँक्रो टिप्दिएकोमा थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू त्यसरी भन्छ ल अनि मम्मीलाई मम्मी हाम गर्ने भन्नुपर्छ नि त अनि मम्मीलाई हाम गर्ने नभनिकन